हेलो गाइस, गुड मर्निङ, नमस्ते। तपाईँहरू सबैजनालाई फेरि पनि मेरो डेली भ्लगमा स्वागत छ। सो गाइस है, यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ अब 5 बज्नु आँटेको छ है। हामी चाहिँ जाँदैछ हेमन्त र म चाहिँ सिलगढी आज चाहिँ सपिङ गर्नु, र मेरो हस्बेन्डले चाहिँ रानीपुलसम्म पुऱ्याइदिनु हुँदैछ है। अनि निन्द्रा पो लागेको जस्तो भइरहेको छ। सो हामी चाहिँ जाँदैछ है। आज चाहिँ म दिनभरिको मेरो भ्लग लिएर आउनेछु तपाईँहरूको माझमा। सो गाइस, अहिले भने चाहिँ हामी चाहिँ रानीपुलबाट हिँड्यौँ है। हेमन्त र म चाहिँ गाडी पनि पायो हो। आज चाहिँ कम्फर्टेबल गाडी पाएर हामी चाहिँ जाँदैछ, र हामी चाहिँ यहाँनिर अहिले चाहिँ टिस्टा क्रस भइसकेको छौँ र जाँदैछौँ। अब चाहिँ घाम लाग्यो, मजाको दिन भयो आज चाहिँ हो। सिलगढीमा चाहिँ पुरा गरम हुन्छ होला। र यहाँनिर हामी चाहिँ अहिले चाहिँ रेलवे गेटमा आइपुगिसकेको छौँ। अहिले चाहिँ 7:30 भएको छ यहाँ आइपुग्दा। र यहाँनिर चाहिँ हामी सिभोक रोडमा बिसाएर चिया खाँदैछौँ अहिले हो। र यहाँ चिया खाइसकेर पनि अब सिभोक रोडदेखि चाहिँ यहाँनिर गयौँ। यहाँबाट उता चाहिँ एकदम प्लेन साइड है, एक प्रकारको खुसी लाग्छ हो। र हामीलाई चाहिँ गाडीले यहाँ 2 माइलमै छोडिदियो। अनि हामी चाहिँ यहाँबाट चाहिँ टोटोमा चढेर जाँदैछौँ दिदी बहिनी एसएनटी। सो गाइस, अहिले भने चाहिँ हामी एकदम सिलगढी आइपुगिसकेको छ। नानाको फेभरेट बाजेको रिक्सामा फेभरेट बाजेको हामी चाहिँ मार्केट जाँदैछ हो। एसएनटीको त्यहाँ जहिले लागिरहेको हुन्छ नि त यो बाजेको, त्यसमै जान्छ नि त। अहिले चाहिँ अब मार्केट पुग्नु आँटेको छ एसएनटीबाट चाहिँ। र यहाँनिर चाहिँ हङकङ मार्केट यहाँनिर चाहिँ है यस्तो छ आजको चाहिँ। र यहाँनिर हामीले लगभग सपिङ सकिसकेको छौँ। फाइनली गाइस, अहिले भने चाहिँ हाम्रो सपिङ सकेर हामी चाहिँ जाँदैछ एसएनटी हो। अब चाहिँ यहाँनिर मार्केट चाहिँ आज मैले त्यस्तो भिडियो गर्नु पाइनँ, किनभने चाहिँ एकदमै गरम भयो र अब भारी बोक्दा गर्नु पनि भयो नि त। अन्त त्यसले गर्दा कम्ती ठिक हुँदै हामी चाहिँ अब टोटोमा चढेर चाहिँ गएको, रिक्सामा चढेर रिक्सा होइन, यसलाई त के भन्छ, टोटो। र हामी चाहिँ यहाँनिर अब एसएनटी पुग्नै आँटेको छौँ। यहाँनिर महानन्द ब्रिजको त्यहाँनिर पुगिसकेको छौँ। अब एसएनटी गएर चाहिँ खानासाना खानुपर्छ। सो गाइस है, अहिले भने चाहिँ अब फाइनली हामी चाहिँ घरतर्फ लाग्यौँ बसको टिकट गरेर हो। हेमन्त चाहिँ यहाँनिर निदाइरहेछ। र आजको मेरो भ्लग चाहिँ यहीँ एन्ड। बाई बाई, नमस्ते।